विराटनगर किङ्सको आजको ब्याटिङ खासै जमेन। पिच टर्न हुँदै थियो, त्यही भएर आजको दिन पुरै स्पिनर्सको भन्यो। जनकपुर बुल्सले पनि सुरुको 15 ओभर नै स्पिन एट्याकमा लगाएर त्यो प्रिप्लान थियो। किङ्सको बलियो टप अर्डर लोकेश बाम, मार्टिन गप्टिल र जर्ज मन्सी तिनैजना 8 ओभरमै 55 रनमा आउट भए। तर बीचमा आएका बसिर र शुभम रञ्जनेले धैर्यसँग खेल्दै साझेदारी बनाउँदै किङ्सलाई 135 को टार्गेट पुर्याए। अब कुरा गरौँ जनकपुरको इनिङ्सको। किङ्सले बोल्स जस्तै सुरुदेखि स्पिन हेभी एट्याक गर्नुपर्नेमा प्रतीश जीसीलाई छिट्टै ल्याउँदा त्यहाँ 2वटा बााउन्ड्री खानु पर्यो। तर ठ्याक्कै राम्रो निर्णय पनि आयो। सूर्य तामाङले अर्को ओभरमै आसिफलाई बोल्ड गर्दै प्याभिलियन फर्काए। त्यसपछि सूर्य तामाङले अर्को ओभरमा लेग साइड पिच्ड टर्न डेलिभरी हिटिङ द विकेट, बट अम्पायरले आउट दिएनन्। त्यस्ता मोमेन्ट्सलाई म्याच नै टर्न गर्न सक्छन्। त्यही भएर अम्पायरलाई हेल्प गर्न र टिम दुवैलाई हेल्प गर्नको लागि क्यानले नेक्स्ट सिजन डिआरएस ल्याउन सक्यो भने राम्रो हुनेछ। क्यानलाई सहयोग गर्नलाई हामी सबैले डिस होम गोको एपबाट स्ट्रिम हेरौँ र सपोर्ट गरौँ। सन्दीप लामिछाने मैदानमा आएपछि अनिल शाहको क्याचआउट अनि त्यसपछि आएको साई तेजा र मिलन्था दुवैले पार्टनरसिप बनाउने प्रयास गर्दै थिए। तर सन्दीपको रङ अन रिड गर्न नसक्दा मिलन्था बोल्ड आउट भएर फर्के। त्यस्तै साई कृष्णमूर्तिले पनि केही बााउन्ड्रीहरू हाने, तर फेरि सूर्य तामाङकै बलिङमा क्याचआउट भए। आजको स्टार बलिङ भने स्पष्ट थियो। सन्दीपले 4 ओभरमा 11 रन मात्र दिएर 4 विकेट अनि सूर्य तामाङले पनि हाई क्लास स्पिन प्रदर्शन। स्पिन डोमिनेन्ट पिच हुँदा पनि डेथ ओभरमा फास्ट बलिङ गराउनुले विराटनगरले खेल गुमाउने हो कि जस्तो जोखिम बनाएको थियो। बासिर लेफ्ट आर्म स्पिनर हुँदै लफ्टी इटन जस्ता ब्याट्सम्यान जो स्पिनसँग स्ट्रगल गरिरहेको थिए, त्यसैले स्पिनमै दबाब दिन सकिन्थ्यो। तर फास्ट बलिङ ल्याएर पनि लफ्टी इटनलाई रनआउट गराउन सक्यो विराटनगरले र अन्त्यमा म्याच पुरै स्पिनर्स डे भयो। अनि स्ट्राटेजी, फिल्डिङ र डिसिजन मेकिङले नै यो खेलको डाइरेक्सन सेट गरिदियो।